So hey everyone, welcome back to the channel. Today I आइसकेको छु अर्को नयाँ भिडियो रिएक्सन भिडियो लिएर. So long time पछि हाम्रो भेट भयो. So hope you guys enjoy my video. के हुँदैछ नेपालमा अहिले हुन लागिरहेको छ नेपालमा के हुन्छ अब नेपालमा रिएक्सन छुन फेभरेट चिराबे मेम्सहरु मात्रै म रिएक्ट दिन जाँदैछु. हाम्रो पर्वत बस्नेत को YouTube च्यानलबाट रिलिज भएको छ. So let's start and let's enjoy the whole meme. बालनले यहाँ 100% जित्यो. म नेपाली कांग्रेसको तर म यसपालि सूर्यमा हाल्दैछु. किन भन्नु म सूर्य हराउने पक्षमा हो. केपीले हार्नु पर्छ अनि तर होइन भोट हाल्छु लस बताइदिन्छु. म कस्तो अनि मैले जाम म चालो यो हारेको छ. केपीले हाल्दिनु वाला मान्छे तर आफूलाई पार्टीले मन पर्दैन पार्टीको मान्छेहरू त मन पर्दैन. ओलीले त झन् देश विकास गरे भन्छ. कहाँ के विकास गर्यो ओलीले? गरे हैनन्. 76 जना अस्ति मार्यो पर्जन्यले. ओलीले मारे हो त? ओलीले त प्रधानमन्त्रीले जिम्मा लिनु पर्छ. लिन्न भन्नु हो. लिन्न भयो जनताले हाल्नु पर्यो बुढीले गएर. मेरो खराब पानी छ मेरो दुधको दुध पानीको पानी हुन्छ. दुधको दुध पानीको पानी एमाले र माओवादी त सखाप कांग्रेसको 10-15 सिट आउँछ. 10-15 सिट मात्रै मात्र याद अरु के आउनी. कता हो यस्तो घन्टी नि हुन्छ है बच्चा पुरै. तू क्या देख रहा है? गर्लफ्रेंड है तेरे पास? यस्तो भयो. घंटी बजो घंटी बजो घंटी बजो मन को. ओए दाइ गाडी आयो यसमा जाने हैन? बिहेमा जान्ला. हरियो भन्दा जाने. किन? कांग्रेस ओ अनि कस्तोमा जाने र? यो मेरो पार्टीको होइन यो मेरो पार्टीको होइन भनेर उले सबैले माया गर्छ. क्षेत्र नम्बर 5 मा चाहिँ बारेनले हार्यो भने मत परिवर्तन भएन. नेता नफेर्ने जनता फेर्ने. प्लेन टिकट काट्ने विदेश चल्दिहाल्ने. केपी ओली की ब्यालेन्स है किन ब्यालेन्स भन्दैन त? बालिन अब स्मार्ट चाहिँ इबोकलाई हेर्नु पर्यो. केपी को पैसा खाने बालनलाई ठोक्ने भयो. तारामा हो भाइ तारामा स्मार्ट. यहाँ घन्टी त अनि यहाँको मान्छे होइन नि त ताराको मान्छे. घन्टीमा हो परे युवा चाहिँ घन्टीमा हो. करेक्ट. तुम्हारी हमारी दोस्ती जमेगी. Oh my god. होइन सोभियतको केन्द्रीय अध्यक्ष हो फेरि. ओलीले भत्ता दियो बुढाबुढीको बुद्धि खोइ. ओलीका बाउको घर बेचेर दिएको होइन हामीलाई भत्ता. हाम्रा छोराछोरीले रिमिटेन्स पठाएको पैसा हो. अनि आमा यो भन्दा अगाडि चाहिँ कसलाई मतदान गर्नुहुन्थ्यो भन्न मिल्छ? म त सबैलाई गर्थेँ. ओलीले धनी पूर्जा दिन्छु भनेर खप्पै पाएर चोरले अब आयो भने जुत्ताको माला लाउँछु म टोलमा. घन्टी भन्दै हल्ला गर्दै हिँड्थ्यो तर दिन त सूर्यलाई नि दिने हो. त मधेस कहाँको आउँछ तर हामीले 1-2 दिन झलाउँछ तर सट्टा हिँड्छ काठमाडौँ उसको छोड्दैन. उसले हेर्नु पर्यो हामीलाई हेर्दैन. हेर्ने भनेको केपी बानी हुन्. मलाई भोट त दिनु होला हजुर. म घर दैलो गर्दै आएको है. कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन. सरी कसले जित्छ कसले हार्छ कसैलाई मतलब छैन तर बाख्रो ब्याएन भने बोको कुटो चाहिँ पाइँदैन. सरी मेरो चुनाव चिन्ह चाहिँ हेर्नु है ल राम्रोसँग. अरे हाम्रो बाटो पनि हेर्नु है. चुनाव चिन्ह मात्रै हेरेर हुँदैन. यो बाटो हाम्रो हालत खराब छ. अब आउनु भएर यस्तो बर्खा हामीलाई
Yay! Oh. Seriously? कस्तो दामी आइ बनाएको पर्फेक्ट मिलेको थियो नि म गिरिजा प्रसाद कोइरालासँग काम गरे मान्छे अब यो 5 वर्ष काम गर्नु अब आउनु भयो 4 यो त भइरहेको भन्दै हाले अध्यक्ष ज्यू छन्तेल ए केशव तेल ज्यू हाम्रा गालामा थप्पड हान्न मन लागिरहेको होला है केही छैन बाध्यताले लगाओ घन्टीमै दिने धेरैको बाध्यता Oh my god. त्यस्तो धेरै तामझाम केही देखिँदैन मान्छेलाई चुनावमा धेरै खर्च गरेको देखिन्छ हजुरमा यति धेरै सरलपन छ यो के कारणले गर्दा होला यो कार्यक्रममा केपी शर्मा ओली आउनु भयो रहेछ हामीहरू साथी चाहिँ यहाँनिर घन्टी बजाइदिइरहेको छ क्या जेन्जी हो बुवा म ज्याङीको बाउ हुँ करेक्ट एन्सर म ज्याङीको हजुरबाउ हुँ क्या कान्छा हलोले गोरु बिग्रिसके केको हलो म जेन्जी हो घन्टी 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 के भन्नु हजुर अब म त शेरबहादुर पार्टी परि अल्पमतमा पर्नु भयो हजुर म शेरबहादुर भने फेरि तपाईँले नेपाली काङ्ग्रेसको शेरबहादुर सम्झिनु भयो होला ए अर्को नयाँ म एकदम स्वतन्त्र शेरबहादुर यहाँ जे आउँछ मोबाइलमा राम्रो चिज जे आउँछ त्यसलाई सेयर गर्ने शेरबहादुर चाहिँ म एमाले पनि भोट हाल्यो अहिले चाहिँ म घन्टीमा भोट हाल्छु किन घन्टीमा भोट हाल्छु अहिले चाहिँ किन त किन मेरा छोराहरू विदेशबाट पनि मलाई घन्टीमै हाल भने म घन्टीमा हाल्छु घन्टीमा जम्ने हो अहिले चाहिँ 5 वर्षमा पल्टाउने हो एउटालाई बेरेर अर्कालाई पल्टाउने हो अहिले चाहिँ घन्टी यो पल्ट ठ्याक्कै भन्नुहोस् बा सरकार कसको बन्छ ठ्याक्कै भन्नुहोस् सरकार घन्टीको आउँछ आउँछ बालेन यो पल्टलाई देश विकास कोर्छन् ढाका यस्ता युवाले नभए त्यो बुढो आँखा जाली लाएर चाहिँ बेलुका गरेर सुत्ने विकास गर्छ घन्टीमा मात्रै हाल्नु नेपालमा रह्यो क्या त अब आमा जति बेच्दिया बहिनी जति बेच्दिया अब देउता थान बाजा बाजा थियो त्यो जोगाउनु परेन घन्टीमा हाल्नु परेन त सरलाई 4 मा खसी र बाख्रा चोर र केही पनि छैन अरे अनि त्यहाँको किसानहरूले चाहिँ अहिले चाहिँ बाख्रालाई र खसीलाई चाहिँ घाँटीमा घन्टी बाँधेको रवि दाइको घन्टीमा जाने हो मासु भात चाहिँ अर्काइको खाने हो घन्टी किने धेरैले यस्तै गर्दै हो जस्तो लाग्छ मलाई चाहिँ नेपाली कांग्रेस जिंदाबाद वोट केमा घन्टीमा नेकपा एमाले जिंदाबाद वोट केमा घन्टीमा मेरा तो इतना लाइफ खराब हो गया मेरा भोट चाहिँ घन्टी सबमा रिश्तामालाई जिताउ अभियानमा वो अननोन छ कि भन्दा सिरियसली ब्रो ओन्ली घन्टी भोट केमा गएको भोट सूर्यमा हो खोइ झन्डा पनि झन्डा हाल्यो नि एकपल्ट ल अनि हिजोसम्म त माटो बन्दै थियो कसले जाँड खुवाएको तिमीलाई ती मासु भात खुवायो हामीले एकचोटि यो घन्टीलाई मात्रै भनेर मात्रै हामी तपाईँहरूलाई मात्रै आउनु दिएको रैलीमा नत्र अरूलाई आउन दिने उही छैन विदेशी दलाल जो छ लुकेर होइन भेट्नुभयो त दालिनलाई भेट्न त भेटिनौँ तर नजिकबाट देख्यौँ हाम्रो लागि बालेन चाको लागि जे पनि कलेज बन्द गरेर आएको म मेरो खराब पानी छ मेरो सूर्य छैन घन्टी छ ल बालेनले वहाँ झापाबाट 5,000
ओलीसँग ल तँलाई मैले फुलको माला लाएँ यतापट्टि केपी शर्मा ओलीको समर्थकहरू रहेको छ भने मलाई 1 लाख दिन्छ त्यसैलाई भोट दिन्छु न त मरे नै दिन नजा दिन नजारै घन्टी रडङ रङ 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 पार्ने हो हिँड्ने हो ज्यानमारेको त अब काम छैन नि यहाँ नेपाल ज्यानमारा को ए जोसुकै होस् नि नानीहरू मार्ने को बात तो सही है के गर्नुपर्छ र आफ्नो मान्छे पनि गाउँका छ्या छिमेकी इष्टमित्र कुलकुटुममा नर नातो यत्रदेखि देखेका यत्रदेखि देखाएको नाङ्गै हिँड्थे बेइज्जत नगर्नु न मेरो उम्मेदवार हुँ अब भिडियोहरू आउँछ फेसबुकतिर भिडियो आउँछ भिडियोमा देख्नै भयो होला म कहिले कहिले बाउला आउँछु महावीर पुलमा अनुहार हेर्न चाहनेले यहाँ छ अनि जस्तै बालेन शाह त यो ठाउँको मान्छे नै होइन उहाँले कसरी यो ठाउँलाई विकास गर्न सक्छन् त नेपालको त हो नि भाइ केपी ओली पनि त केपी ओली पनि त बस्नुहुन्छ यहाँ र अड्डा जमारा हुँदैन नि त केपी ओलीले पनि त्यही हो भोटकेमा रुखमा रक्सी मासु मुखमा सही पनि एमाले मै पनि एमाले अब फेरि अर्को नयाँ घन्टी भने अर्को लौरो भने हल्लायो हिँडे अब आफ्नै लौरो हल्लाउनै बस्ने देशबन्धन बन्धन देश एउटै बालन शाहले सबैको तोरीको फुल देखाइरहेका छ कसरी देखायो भन्दा हाम्रा कमजोरी छ त्यसैले देखायो खत्तम बाई बाई टाटा लाखले जित्छ त मलाई सरकार छैन परिवर्तन चाहने व्यक्ति म हुँ मेरो भोट परिवर्तन म आजको दिनसम्म एमाले हो मेरो बाबुबाजे एमाले हो सबै हामी एमाले हो नि तर म परिवर्तन चाहन्छु यसपालि केपी शर्मा ओली हुनुहुन्छ उहाँले राजगैरीको आफ्नो क्षेत्रमा विकास गर्नुहुन्छ त्यो बालेन कहाँको त्यो आएर यहाँ विकास गर्छ हामीलाई झापा जिल्ला विकास गर्ने व्यक्ति चाहिएको होइन सुन्नुहोस् हामीलाई देश विकास गर्ने मान्छे चाहिएको हो कि होइन केपीले आफ्नो ठाउँ बनाउने हो भनेदेखि तपाईँको प्रचण्डले आफ्नो ठाउँ बनाउने हो भने शेरपाले आफ्नो ठाउँ बनाउने नेपालको अस्तित्व खोइ तर ऊ ठाउँमा नआएर एउटा गढमा आएर उसले हात हाल्नु भनेको हामी भाग्दैन म चाहिँ अरू के छ म भाग्दैन होइन मेरो मत यसपालि सही ठाउँमा जाने सो लास्टमा जे भन्नुभयो उहाँले मान्छेले एउटा ठाउँमा चाहिँ विकास गर्ने भनेको होल नेपाल विकास गर्ने हो त्यही भएर एकदम अहिलेको भोट दिँदाखेरि चाहिँ हामीले चाहिँ एकदम सोचेर आफ्नो लागि मात्र नहेरेर आफ्नो गाउँको लागि मात्र नहेरेर पुरै नेपालको लागि हेर्नुपर्छ भन्ने मेरो कन्टेन्ट हुँदैछ सो इन्जोय माई भिडियो एन्ड म फेरि पनि आउनेछु छिट्टै सो थ्याङ्क्स फर वाचिङ गाइस